आठ कोसमा असल पञ्चवटी बनेको आश्रम छ रमणे बौद्ध बनेको ताई बसेर कछु दिन तिमीले बिताओ सब साधु माथि करुणा तै गई चिताओ यस्तो अवश्य ऋषिको उपदेश पाई श्रीराम तयार पनि भए तै जानलाई मालुम थियो तब पनि ऋषिले बताया सो मार्ग जान कन पाऊँ उतै चलाया जान्थे प्रभुजी अलिकति पर केही जाई जङ्गल विषे अधिक वृद्ध जटायुलाई देखेर राक्षस भनिकन मार्नलाई माग्या धनुष प्रभुले र लीला जनाई मार्ने कुरा सुनि जटायु बहुतै डराई राजाजीको प्रिय शंख हुँ पनि खुब कराई गर्नेछु हित यही बसी म सीताजीलाई कल्याण मिलोस् बहुत हजुरदेखि मलाई श्रीरामले पनि ता अति खुसी मनले आनन्द निर्भय दिएपछि फेरि तिनले ख्वामिति शरण छु भनी खुबसित बिन्ती लाया श्रीराम तहाँ पछि पञ्चवटी आया डेरा पर्यो प्रभुजीको तै बीच वनमा एकान्त देखिकन हर्ष भयो र मनमा आनन्दपूर्वक रह्या रघुनाथ ताई अर्को त आश्रम नजिक थिएन काहीँ एकान्त देखि लक्ष्मणजीले चरणमा बिन्ती गरे रघुपते म त छु शरणमा ज्ञान कुन कहिन्छ अनि कुन कहिन्छ विज्ञान जानिन केही म विषय छ ठुलो अज्ञान आज्ञा हो सकल तत्त्व सुन्न म पाऊँ जाने पुरुषहरू छ को र कता म जाऊँ यस्तो लक्ष्मणजीको सुनि बिन्ती सुनि हर्ष पाया लक्ष्मणजीलाई सब तत्त्व तै बताया यही ज्ञान कहिन्छ सुन कहिन्छ यही विज्ञान यही रीत गरे बसी हुँदी छुड्छ अज्ञान खोलेर यही रीतिले प्रभुजीले बताया लक्ष्मणजीले पनि सब तत्त्व ताई पाया यही बीचमा सुवर्ण खाताई देखिया प्रभुजीले पनि त दुष्टलाई कन्दर्पका बस परी प्रभुजीका नजिक गई आया म त पत्नी हुन भनेर यति भनेर खुस भई बिन्ती गरी म कन पत्नी बनाइदेऊ कन्दर्पको कठिन ताप छोडाइदेऊ यस्तो बोली सीता कन हाँसी हेरी उत्तर दिया प्रभुजीले घरैमा छ मेरी सौता बुझिकन नभज पति मलाई भाइ छ खाली बरु भज पति भाइलाई साँचो भन्या भनी लक्ष्मणजीका नजिक गई
आया म त पत्नी भनेर खुस भई सुन्या वचन लक्ष्मणजीले र तहाँ दास हुँ म त मसित कुन सुख मिल्छ यहाँ मालिक ऊ हुन् उही बस्नु आछा बुद्धि रहेनछ बहुत रहिछिस कत्त कच्चा यस्तो वचन सुनि सुपर्ण खरिसाई सीताजीलाई अब खा भनी फर्किधाई भारहर नबीज प्रभुजीले तै गर्न आट्या लक्ष्मणजीलाई भनी नाक र कान कटाया आज्ञा लि लक्ष्मणजीले पनि काटिदिया भागी डराई भाइ जाथिया बिस्तार गरी त्रिशिर दूषण खर भयाका राक्षस पनि सुनि ती निसरी बन्याका आया जहाँ प्रभु थिए तै थिन भाइ लस्कर समेत अधि जल्दी कदम बढाई राक्षस भनी प्रभुजीले तै चाल पाया लक्ष्मणजीलाई तै काम प्रभुले अराया ए भाइ आज तिमीले यी सीताजीलाई गुफा भिसे बसिरहु जल्दी जाई एक बात नबोलिकन जल्दी उठेर जाओ संग्रामको बखत भो अब बेर नलाओ मार्छु म सबकन मार्छु म सब राक्षसकन जल्दी आए मार्छु सबकन म दुष्टलाई कान्छदेवर घरैमा छन्।